कति हजार सिद्धि होला है कति हजार सिद्धि होला है के होला डरे कप म्यारिनेट हाम्रो सेफ जी हाम्रो यहाँ ककटेल रेडी हुन्छ अझै बन्दैन छैन के बन्दै छ क्या बन्दै छ यो चाहिँ अब मिक्स फ्रुट हो कि अझै के हाल्नु छ यसमा ए यस्तो बन्दै रहेछ यहाँ केटाहरूको फेरि अब यहाँ के हो यो जोसेफको अब खानेकुरा त के यो के हो केटाहरू फेरि त केही छैन के छ र के हेर ओभरलोड भएर हेर्दा बढी नै हाल्यो क्या केटाहरूले सामान केही छैन अरू धेरै नै गाइसहरू अब यति हो थोरै हो अब धेरै खाने गरेर खाएन हामीले राति हो त एउटा जुस अब डाइट भनौँ अब 3टा जुस एउटा त्यो चक्लेट छ यहाँ एउटा 2टा मोमो छ एक प्याकेट करेन्ट छ एउटा यहाँ कोक खुल्ले एउटा ड्यू छ धेरै नै केही छैन केटा यति यहाँ अब प्याकिङ गरेको कुराहरू छ पानी छ नि अब अलिक हाम्रो सेफजी फेरि कटिङ गर्दै रहेछ होइन कस्तो कति खर्च भयो त आज एकदम आज त्यही धेरै होइन त्यति ठिकै भएर चाहिँ धेरै हाम्रो यहाँ चाहिँ के भन्दैछ अरे यहाँ चाहिँ ठ्याक्क मासु भन्दैछ अरे यहाँ हाम्रो पनार छोलाहरू भएको छ लगाइदिनु एउटा चस्मा कस्तो देख्छ कि यसो लगाइदिनु न हाम्रो मान्छे हाल्छन् पिसेर ठक्क होइन अब यसलाई म्यारिनेट गर्ने होला नि अनि मिक्सरतिर हाल्नु होइन अब अनारको जुस भयो यस्तो जुस अब रस रगतको मात्र बनाउँछ कि ठक्क अब यता हाम्रो म चाहिँ यता रुममाथि ठ्याक्क केटाहरूले बोलाएर आज होइन गीत बजिरह केटाहरू ठिक छ यता रुममा भन्नु केही छैन एउटा गीत लगाइदिउँ कुनै गीत सुन्ने भन्दाखेरि अब त्यही हो अब गीत त जुन सुने नि हुन्छ होइन एम्स्टर्डममा त नसुन्ने त्यो सुन्ने यो ठिक थियो बरु गीत त अनि त किचनतिरै जानु केटाहरूको पुरा सेफजीले पुरा दिइरहनु भएको छ होइन मेरो बन्द कहिले केटा मासु रेडी भएको अवस्था मासु पनि रेडी भएछ हाम्रो एकदम क्रिस्पी मासु चाहिँ हेर्दै केटाहरू यदि छ बाँकी दममा केटाहरू 3जना पनि छौँ हामी अब 3जना छौँ कति बच्चा कति बल्ल पकाउनु धेरै जान त लाग्दैन मिसिनमा ठ्याक्क होइन मिसिनमा ठ्याक्क हाल्यो तेल चाहिँ हाल्नु पर्दैन सुक्खा हुन्छ कि तेल हालेर चाहिँ देख्छ कति टाइम लाग्छ यसमा 20 मिनट लागिहाल्छ यसमा सिङ्गे पुरा पोल्नु अब एक दुई अस्ति राजीले आगो लगाएर पोले के पाक्दै पाक्दैन सुट ब्लग्स यता अनार छोड्दै अब के छैन अब धेरै त होइन के भन्ने अब धेरै कहाँ खान्छ हामीले धेरै खानेकुरा हो होइन धेरै खाने डेली खाँदैन डेली यति धेरै चाहिँ खाँदैन भन्नु कहाँ खान्छ
धेरै त हामी कि धेरै त नभनौँ धेरै नभन यतिको चाहिँ खाँदैन त्योभन्दा अलिक कम खाइन्छ यति खाना त थोरै राखेको रस यो घरमा हाल्ने क्या के भन्छ रातो लाग्यो क्या कालो चस्मा लगाएर होला केही देखेको छैन अहिले चाहिँ अलिक देखेँ उज्यालो उज्यालो कुकुरले अलिक त्यो राम्रोवाला चस्मा किन्नु पर्यो त्यो त कालो कार्तिक देखिँदो रहेछ अनि अब लाइट छ अलिअलि उयो किस गर्ने हो क्या गर्ने नै चल्ने कडाहरू खतरावाला गीत लाउन एकैछिनै आइहाल्यो गीत लाएर आउँछु Oke, kasih lah. Allah, program tayar ya betul. Ya betul. Oke, let's do. केटाहरूले गीत लगाइदिएको राखेको मैले लगाइदिनु केटाहरू लागि खासै मन पर्दैन गीत ठिक लाग्छ सबै हाल्ने दिउ है कहाँ सबै हाल्नु जानु कोक छ त ए कोक टेस्टी खाने थियो अर्को छ त यहाँ भित्र आधा आधा यो चाहिँ विदेशीले नि खाँदैन हामीले अर्ग्यानिक बनाऊ विदेशीहरू नि खाँदैन जस्तो त्यो त पहिले हालेर के ल ए ओइ के हो पहिला पठाएन भेटिङ सबै हालिदिउँ कि के आधा प्रोटिन हुन्छ यो आरू घाटेले मात्रै खान्छ यो रेड पनि हाल्ने कि कहाँ रेड हाल्छ बोलो कि आएको चम्पीले त कस्तो हो यो आरू घाटको ठिटोहरूले मात्रै खान्छ अरू कसले नै खाँदैन के दाम भएको डुब्यो भित्री डुब्यो झोल्दैन कागज कहाँ लगिदियो कागज हाल्नु यहाँ कागज दिन कसरी हाल्नुपर्छ त कसम भगवान्ले एकदम सर्छ धेरै चाहिँ खानु सक्दैन केटा हो म दिउँसो बरफ होइन अहिले बनाएन अहिले अहिले यो खाने गर्नु बन्छ होला नि कति मिनट लाग्यो बरफ छैन तिम्रो सोध न एकचोटि मम्मीलाई छैन तिम्रो छैन बरफै बनाउनु बनाउनु मिल्दैन कति टाइम लाग्छ 5 मिनट त लाग्छ ए 10 मिनट आधी घन्टा लाग्छ आधी घन्टा अनि एक लडा कहाँ खाइभ्याउँछ त हामीले यो त 5-6 लड हुन्छ हामीलाई आउँछु